हेलो साथीहरु सबैजनालाई फेरि पनि स्वागत छ आजको मेरो यो नयाँ भिडियोमा। आज पनि बन्दैछ मेरो भान्सामा चाहिँ मासु र आलु मटर, त्यो पनि यो मैले बनाएको चुलामा साथीहरु है। फाइनली गाइस ढिलो नगरी भिडियो स्टार्ट गरे है त। अनि आज चाहिँ मैले आगो बालेर है यो प्रेसर कुकरमा नयाँ आलु र मटर पकाउने निदो गरे साथीहरु। हजुरहरुको घरमा चाहिँ के पाक्यो हजुरहरु पनि भिडियो बनाएर शेयर गर्नु होला। यसले चाहिँ आफुलाई धेरै नै हल्का बनाउँछ साथीहरु। मैले बारम्बार भिडियो बनाउँदै पछि भनिरहेको छु है। अनि अघि नै भने मैले हजुरहरुलाई मेरोमा चाहिँ आज मटर आलु र चिकन पाक्दैछ, त्यो पनि मैले नै बनाएको चुलामा है त साथीहरु। अनि त्यही भएर मैले चाहिँ भिडियो बनाएको छु साथीहरु। अनि आज चाहिँ जाडोको मौसममा यसरी तातो तातो चुलामा बनाएर चाहिँ फेरि पनि खाना लागेको थिएँ, त्यही भएर मैले सानो भिडियो राखेको छु। अनि यहाँ चाहिँ यो छुनाले यति धेरै वाक्का लाउँछ नि साथीहरु, भुइँमा पकायो भने यसलाई रुँगेर नै हैरान लगाउँछ क्या, यति थेतरो छ फेरि है, मायाले गर्दा होला। अनि म चाहिँ फेरि पनि यहाँ भन्दैछु हेर्नुस् न, आकै है। अनि यसको चाहिँ ओखती भनेको नै यही लट्ठी हो क्या साथीहरु, लट्ठीले मात्रै यो चाहिँ भाग्छ। अनि म चाहिँ यहाँ सब्जी पकाउनलाई पनि रेडी हुँदैछु साथीहरु। अनि यो कराई देखेर चाहिँ हजुरहरुले कमेन्टमा चाहिँ जे पाए त्यही नगर्दिनु होला, यो चाहिँ मेरो खानदानी कराई हो, अंशमा परेको। अनि यसको जातै कालो हो साथीहरु हैन, तर कालो भए पनि साथीहरु यसमा पकाएको मासु यस्तो मिठो हुन्छ साथीहरु, यस्तो मिठो हुन्छ। अनि म चाहिँ पहिला चाहिँ प्याज राख्दिन, यसरी बेसार तेल मेथी पड्काएर चाहिँ मासुलाई मस्त भुट्छु है। अनि मैले अघि चाहिँ भन्दै थिएँ साथीहरु, यसमा पकाएको मासु एकदमै मिठो हुन्छ क्या। हजुरहरुलाई मैले कसरी भन्नु, इफ हजुरहरु यता उर्लाबारी आउनु भएछ, मेरो घरको वरिपरि आउनु भएछ भने आउनु होला, प्लिज म पकाएर खुवाउने छु है त। अनि फाइनली साथीहरु मेरो चाहिँ मासु रेडी भइसकेको छ। आज चाहिँ मैले चिकनमा चाहिँ साग राखेर बनाएको छु क्या, हेर्नुस् न, हेर्दै खाउँ लाग्दछ। अनि सानीको आँखा चाहिँ यता नै छ क्या, कतिखेर दिन्छ आमाले भनेर। अनि मेरो मासु चाहिँ रेडी भइसक्यो, हेर्नुस् त, हेर्दा खाउँ लाग्दो भएको छैन, देख्दैखेरि पर्क जस्तो देखेको छ नि, तर पर्क चाहिँ होइन है साथीहरु। यो चाहिँ मैले कुखुराको मासुमा साग हालेर बनाएको। अनि मैले चाहिँ मेरो बुढालाई ट्राई गर्नु त भनेको, मेरो बुढालाई चाहिँ साग देखेर खाउँ लाग्यो अरे क्या साथीहरु। बिचारा तातो साग टिप्दै हुनुहुन्छ, तर साग टिप्न सक्नु भएन। अनि उहाँले चाहिँ चिकनै टेस्ट गर्दै हुनुहुन्छ, उहाँको रियाक्सन हेर्नुहोस् है त। सो गाइज है, अनि मेरो चाहिँ आलु मटर पनि रेडी भइसक्यो। अनि आजको भान्सामा चाहिँ मैले यसरी पकाएँ, हजुरहरूले कसरी पकाउनु भयो। अनि परिवारसँग बसेर खानुको मज्जै छुट्टै हुन्छ हैन। अनि मेरो परिवारमा चाहिँ सबैजना बेलुका भेला हुन्छौँ। अब एकजना मान्छे पनि छिट्टै आउँदैछ, त्यसको भिडियो पनि राख्ने नै छु। चुलामा पकाएर यसरी इन्जोय गरेँ, हजुरहरूले कसरी गर्नुभयो। थ्याङ्क्स फर वाचिङ।